हामी चाहिँ जाँदैछौँ बन्दीपुर। हामी चाहिँ बन्दीपुर पुग्न लागिसकेका थियौँ। हजुरहरूले हेर्न सक्नुहुन्छ यहाँनिर हाम्रो के गफ भइरहेको छ भनेर चाहिँ। हामी चाहिँ तलबाट आउँदाखेरि चाहिँ यस्तो राम्रो भ्यू देखिरहेको थियो, तर मोबाइलमा चाहिँ त्यति धेरै क्याप्चर भएन रहेछ। म चाहिँ बन्दीपुर चाहिँ एकदमै धेरै समयपछि आएको, एकदमै रमाइलो लाग्यो। हजुरहरूले पनि हेर्न सक्नुहुन्छ भिडियोमा। हेर्नुहोस् त, ठ्याक्कै हामी चाहिँ बन्दीपुर छिर्यौँ। त्यसपछि के हुन्छ हजुरहरूलाई देखाउँदै जान्छु। म चाहिँ लगभग 6 वर्षपछि चाहिँ बन्दीपुर आएको। यस्तो राम्रो भ्यू चाहिँ हेर्नुहोस् है, कस्तो राम्रो हो। ल यता हेर, उता पनि यता हेरिदिनुस्। यता मेरो झोली तुम्बा। आमा म त के हो भगवान्, मेरो त झन् पारा। हामी चाहिँ बन्दीपुर। हामी चाहिँ हिँड्दैछौँ यसरी। हाई भनौँ, हाई। हो के साँच्ची हो, कस्तो नपत्याएको। यता हेर्नु त मिस, के छ यतातिर चाहिँ बन्दीपुरको नाइट भ्यू हेर्न सक्नुहुन्छ। हामी यता रामतिरामी भएर हिँड्दैछौँ। हामी चाहिँ अलि राति नै भइसकेको थियो, त्यही पनि कस्तो राम्रो देखेको चाहिँ। खुल्ला खुल्ला आनन्द झिलिमिली एकदम पिसवाला भाइब्स चाहिँ आउँछ क्या बन्दीपुरको चाहिँ। अनि त्यसपछि फर्किँदाखेरिको यतापट्टिको साइडको गाउँ चाहिँ यति राम्रो देखेको छ। वेलकम टु द नेक्स्ट डे अफ बन्दीपुर। हाम्रो चाहिँ डे 2। बिहानको भ्यू चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ। एकदम पिसवाला भाइब्स आउँछ क्या बन्दीपुर आएपछि चाहिँ। मलाई चाहिँ होइन, हजुरहरूलाई चाहिँ के लाग्छ कमेन्ट गर्नु होला। त्यसपछि हामी माथि यता हेर्नुहोस् चाहिँ हामी माथि ग्रेट वाल हेर्न जानको लागि चाहिँ हिँड्दै थियौँ। त्यहाँबाट चाहिँ नजिकै भएको भएर चाहिँ हामी चाहिँ हिँड्दै जाने कुरा भयो र हिँड्दै गयौँ। हेर्न सक्नुहुन्छ कति राम्रो भ्यू छ। माथिबाट पनि म देखाउँछु हजुरहरूलाई। तल एकदम कुहिरो लागेको जस्तै वाला वेदर भएको थियो कि, नत्र यस्तो राम्रो भ्यू देखिन्छ नि यहाँ माथिबाट। हामी चाहिँ ठ्याक्कै वाल चढ्ने ठाउँमा छौँ। ग्रेट वाल अफ बन्दीपुर रे हिँड्दैछौँ। वाल चाहिँ यही हो, ग्रेट वाल। यता मेरो साथीहरू ओ यता फर्क, यता पनि राम्रो आउँदो रह। यहाँबाट बग्छ अनि यहाँ आएर सबै भिज्छ अनि यहाँ पुरै बिउ आउँछ। देखिए होइन, केही देखेको छैन, उता माथिबाट देखिन्छ। यहाँहरू अगाडि भन्नु चाहिँ कस्तो कुहिरो लागेर राम्रोसँग भ्यूहरू नै देख्न पाएन। हेर्नु सक्नुहुन्छ न त, यस्तो दामी भ्यू देखिन्छ नि। दिस इज बन्दीपुर गाइज। होइन भिडियोमा आउँदैन रह। दिस इज मी सौरभ पौडेल। त्यो इन्ट्रोवाला त भन्नै बाँकी छ नि। यो मेरो साथीहरू दुईजना जाँदैछन्। यहाँ चाहिँ मन्दिर छ माथि, यहाँ चाहिँ म छु। कस्तो देखेछ मलाई थाहा छैन। यहाँ कत्रो ढुङ्गा छ, यहाँबाट पुरै कुहिरो छ, यहाँ पुरै बस्ती हो।
ढुङ्गा हेर्दैछु पानी हेर खान जाँदैछ ए खाऊ खाऊ ए पानी अर्को नि किनौँला नि के भएर पानी खाने गाईजहरू यहाँ छ हामी यहाँ छौँ ब्याकग्राउन्डमा यहाँ आऊ त होइन शरीरमा त जति पसिना खाने त्यति राम्रो भिडियोमा चाहिँ फेरि कस्तो राम्रो आएको कि क्लियर होइन फोटोमा चाहिँ आएन भने गाइजहरू यता हेर्नुहोस् के छ ठिक छ यता चाहिँ म छु अलि म ठिक छैन फोटो आयो यता चाहिँ बन्दीपुर घुमेर हामी फर्किँदैछौँ यस्तो राम्रो देखेको छ यो भिडियोमा के गर्नु यता तल तल चाहिँ गाउँहरू हो अनि हामी चाहिँ घुमेर फर्किँदैछौँ ऐसे लु युट्युबमा आउँछ है मेरो भिडियो हेर्नु होला उहाँ पनि छ कि उतो